म आज कमेन्ट देखाउन गइरहेको छु होइन। मलाई कमेन्ट गर्नुभएको थियो होइन एउटा नन्दबहादुरबाट नै जुम्ला हलो उतार्न परिसक्यो भन्नुहुन्थ्यो होइन। उहाँ चाहिँ कुन पार्टी हुनुहुन्छ? उहाँको पार्टी चाहिँ नि उतार्न परिसक्यो है, हलोको विजय भयो। अनि म अर्को कमेन्ट देखाउन गइरहेको छु। एउटा यस्तो छ, रामचन्द्र पौडेल भन्ने के हो, रामप्रसाद भन्ने रहेछ। तेरो असली भिजन कस्तो मर्यो, मसान घाट लिएर जलाएर राजा चाहियो भन्ने बोकिराखेको छस् भनिरहेको थियो नि, दुईवटा कमेन्ट। उहाँले के भन्नुहुन्छ तपाईँहरू भन्नु होला है। अनि अर्को छ, यो हलो भाँचिएको हलो काम छैन भन्नुहुन्थ्यो होइन। कसको हलो भाँचियो रहेछ होइन, आज थाहा भयो होइन। आज थाहा भयो होला नि प्रत्यक्ष भाँचियो या नभाँचियो। आज देख्नु भयो होला जुम्लामा होइन कसको हलो भाँचियो रहेछ। अर्को लास्ट क्वेसन छ यो हो, तिम्रो साइडले 10 ओटी छेती लेरादानी जित्दैन लेखेर राख्नुहुन्छ भन्नुभएको थियो एउटाले। उहाँको 10 चोटि होइन, अब कतिले हो कतिले विजय हुनुभएको छ होइन। अब उहाँसम्म पुऱ्याइदिनु होला। यी आज मलाई जसले कमेन्ट गर्नुभएको थियो होइन उहाँसम्म पुऱ्याइदिनु होला होइन। सत्यको विजय हुन्छ होइन, कसैलाई धार धम्की डरले होइन नि त। आफ्नो मनमा सोच हुनुपर्छ भने कसैको यही लाग्दैन है। उहाँलाई पनि सम्झाइदिनु होला, उहाँसम्म पुऱ्याइदिनु होला। यति भन्दै हजुरले के भन्न चाहन्छ कमेन्ट गर्नु होला।